नमस्ते नमस्ते साथीहरू, कहाँदेखि हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला नि होइन? म आज तपाईँहरूलाई भुजाको लड्डु बनाएर देखाउन चाहन्छु। सुरु गरौँ है त। पहिला थोरै पानी राख्ने, एउटा काटेको सक्खरको टुक्रा राखेँ। अब यसलाई एकछिन पकाउने, नपग्लेसम्म यो झोल बनाएर पक्लिन्जेलसम्म पकाउने। एकछिन कहाँदेखि हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ होला। खाना खानु भएन, माया गरिदिनु होला, हेरिदिनु होला है साथीहरू। पहिलो प्रयास हजुरहरूले हेरेर माया गरेर साथ गरिदिनु होला भन्दै, ल यतिको भयो साथीहरू। अब यो सक्खर पाको हेर्नुहोस् त, ब्राउन कलरको मिस्यो भयो कि भएन भने कचरोमा पानी हालेर यसरी हेर्ने। यो जमेको छ भने हुन्छ। ल एकदम तयारी भयो। अब भुजा हाल्ने अनि मोल्ने ल्याउँछ है साथीहरू। मेरो बनाउने तरिका यसरी मोल्ने, यसरी हेर्ने। ल अलिकति बेसी भएछ सक्खर, केही छैन, दामी हुन्छ, डल्लो बनाउन राम्रो हुन्छ। हेर्ने ल साथीहरू, ल भुजाको लड्डु, थोरै पानी हातमा लाएर डल्लो बनाउनु होला, हात पोल्दैन, एकदम सजिलो हुन्छ। यसरी ले भुजाको लड्डु तयारी भयो। एकदम सजिलो छ है साथीहरू, एकदम सजिलो, एकदम इजी छ लड्डु बनाउनलाई। ह्याप्पी सङ्क्रान्ति सबैजनालाई। यसरी बनाएर आफ्नो घरमा खानुहोला, बच्चाहरूलाई दिनुहोला। यस्तै परिकारहरू बनाएर ल्याउने छु आगामी दिनहरूमा। हेरेर साथ दिनुहोला, सँगसँगै सब्सक्राइब पनि गरिदिनु होला। तयार भयो, भुजाको लड्डु तयार भयो साथीहरू। हेर्नुहोस् त, सजिलो, एकदम सजिलो छ। तपाईँहरू पनि यसै गरी घरमा बनाएर आफ्नो नानी बाबुहरूलाई खाना दिनु होला र मलाई पनि माया गरिदिनु होला। भिडियो हेरेर साथ दिनु होला भन्दै, पक्कै पनि हेर्नुहुनेछ, माया गरिदिनु हुनेछ भन्ने आशा गर्दै म बिदा हुन चाहन्छु। सँगसँगै सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। बाई बाई।